नेपाल किन बारम्बार राजनैतिक सङ्कटमा फस्छ? किन युवाहरू विदेश जान बाध्य छन्? र किन हरेक चुनावपछि पनि देशको अवस्था खासै बदलिएको देखिँदैन? आज दुनिया खोजमा हामी खोज्नेछौँ नेपालको वास्तविक अवस्था के हो र यदि नयाँ प्रधानमन्त्री आए भने विकास कहाँबाट सुरु गर्नुपर्छ? पछिल्ला केही वर्षमा नेपालले ठूलो राजनैतिक उथलपुथल देखेको छ। सन् 2025मा देशभरि युवाहरूको आन्दोलन भयो, जसले सरकारलाई नै हटाउन बाध्य बनायो। आन्दोलनको मुख्य कारण थियो भ्रष्टाचार, बेरोजगारी र कमजोर शासन प्रणाली। यो आन्दोलनपछि संसद विघटन भयो र नयाँ चुनावको घोषणा गरियो। अहिलेको राजनीतिक वातावरणमा धेरै नेपाली नागरिकहरू पुराना दलहरूसँग निराश छन् र नयाँ नेतृत्व खोजिरहेका छन्। यही कारणले नयाँ राजनीतिक शक्तिहरू र युवा नेताहरूको लोकप्रियता बढिरहेको देखिन्छ। तर नेपालको समस्या केवल राजनीति मात्र होइन। सबैभन्दा ठूलो चुनौती आर्थिक संरचना हो। नेपालको अर्थतन्त्र धेरै हदसम्म विदेशमा काम गर्ने नेपालीहरूबाट आउने रेमिट्यान्समा निर्भर छ। आज यो रकम देशको जीडीपीको करिब 25-27% पुगिसकेको छ। यसको अर्थ के हो भने देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन, युवाहरू विदेश जान बाध्य छन्, अर्थतन्त्र टिकिरहेको छ तर भित्री उत्पादन कमजोर छ। अर्को ठूलो समस्या हो भ्रष्टाचार र कमजोर प्रशासनिक प्रणाली। विशेषज्ञहरूले भन्छन् कि सरकारी संरचनामा पारदर्शिता र उत्तरदायित्वको कमीले विकासलाई रोकेको छ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यदि नयाँ प्रधानमन्त्री आए भने विकास कहाँबाट सुरु गर्नुपर्छ? विश्लेषकहरूका अनुसार 3 मुख्य क्षेत्रहरू छन्। पहिलो, रोजगारी सृजना। नेपालले आउने दशकहरूमा लाखौं नयाँ कामदारहरूलाई रोजगारी दिनुपर्नेछ। दोस्रो, उद्योग र उत्पादन। नेपालको अर्थतन्त्र धेरै सेवा र कृषि क्षेत्रमा सीमित छ। यदि उद्योग विस्तार भएन भने दीर्घकालीन आर्थिक वृद्धि सम्भव हुँदैन। तेस्रो, इन्फ्रास्ट्रक्चर र ऊर्जा विकास। नेपालसँग ठूलो जलविद्युत सम्भावना छ, जसले आर्थिक विकासलाई तीव्र बनाउन सक्छ। नेपाल अहिले एक महत्त्वपूर्ण मोडमा उभिएको छ। जनताको अपेक्षा बढेको छ, युवा पुस्ताले परिवर्तन चाहेको छ, तर वास्तविक विकास केवल नयाँ नेता आएर मात्र हुँदैन। यसका लागि मजबुत नीति, पारदर्शी शासन र दीर्घकालीन योजना आवश्यक हुन्छ। प्रश्न अब यो हो कि नेपालको नयाँ नेतृत्वले वास्तवमै यो परिवर्तन ल्याउन सक्छ? यो दुनिया खोज हो, जहाँ हामी खोज्छौँ समाचारभन्दा गहिरो सत्य।